स्वागत छ आज हाम्रो न्यू ब्लगमा। आज हामी बिसिआईको ग्राउन्डमा फेरि आइसक्यौँ होइन। आज हाम्रो डे 2 हो फास्ट बोलिङ ड्रिलको। आज हामी फेरि अब ड्रिल गर्छौँ होइन। अब एकछिन यहाँ चाहिँ धेरैजनाले प्र्याक्टिस गर्दैछ होइन। साथी के खालको आज शनिबार के गर्यो बसेर घरमा? शनिबार म्याच खेल्न गएको थियो टेनिसमा गएको थियो खेल्न? के गर्ने भाइहरू टेनिसमा बोलाएको थियो त्यही भएर जानु पर्यो नि। ए ल। अनि भाइ तिमी के गर्दै थियौ? भानुको फाउन्डर हिजो शनिबार बसेर के गर्यो घरमा? शनिबार बसेर म मस्त रक्सी खाए अस्ति। साँच्ची? कसम भाइ। ए भाइ तिमी के गर्यो शनिबार बसेर? साँच्ची म पोस्ट गरिदिन्छु। साँच्चीमा रक्सी खाएको? कसम भन्दा कसम हो। अनि तिमी के गर्यो घरमा बसेर? एक्सन पाएको थियो अनि के गरौँ भाइ? अब तिमीलाई थाहै छ म के गर्छु। भन नि रिएक्सन बेला कि यहाँ हेर्दैछ नमुनाहरू सब रक्सी खाएर व्यस्त छ शनिबार होइन। कताहरूको प्याकअप भयो। अब हाम्रो टर्न आयो होइन। अब ग्रिनल्यान्डको प्याकअप भएपछि हाम्रो टर्न आयो। ल गो फर बाई गाइस, बाई बाई गाइस। ड्रिलमा हेर्छु के ड्रिल गरेँ भनेर। सिकिसक्यो अब ड्रिलमा जान्छौँ।
ल गाइस अब हामी घरतिर लाग्यौँ 5:30 भइसक्यो होइन आज जति गरेँ आज मेरो दिन बकवास गयो होइन धेरै नराम्रो बलिङ गरेँ मैले त्यसको बलिङमा आज त्यति खतरनाक पनि गएन होइन बलिङ ल गाइस आज चाहिँ यति नै अब त्यो त खालि फिटनेस भयो अनि त्यही फिल्डिङ भयो भयो अझै के भयो अझै बलिङ टलिङ भयो बोलिङ भयो अझै त केही भएन होला होइन त्यस्तो केही भएन अनि अब भोलि म्याच होला अब हेरौँ के हुन्छ नाम हुन्छ कि आउँदैन होला के लाग्छ तिम्रो नाम आउँछ भोलि त लाग्दैन भोलि सिनियर म्याच हो पर्सि हाम्रो सिलेक्सन हो ल गाइज बाई गाइज